बर्थडे स्पेसल कस्तो लागिरहेछ त एकदम रमाइलो यो जिन्दगीको पहिलोचोटि यो बर्थडे विशेष गरी छोराको कहाँ लिएर गइले त र छोराले मेरो खुसीको लागि आज नै उसको पहिलो सेराली पठाइदियो मम्मी बर्थडे मनाउनु केक काट्नु भनेर है यो छोराले दिएको खुसीको लागि मसँग बोल्ने कुनै शब्द नै छैन म शब्द छु ल है त यो छोराको मायाप्रति ल पाल मामाको ल मामा माइजू सँगै जानु ल मामा माइजू सँगै जानु ल दिदीको पहिलो बर्थडे खुसी पहिलो बर्थडेको खुसीमा सबैजना खुसी हुँदै बर्थडे मनाउँदैछौँ हामी दिदी यसै खुसी हुनुहुन्छ उहाँले गर्दा हो के दिदीको बर्थडे पनि कोही हुन्छ त झन् खुसी हुने कुरा पानी अलिक बढी भएछ क्या यसमा मैले खै मम्मी यता हेरौँ त आहा मम्मीलाई त आज दसैँ आयो बढी भएछ यसमा अलिक पानी मैले पानी अघि हाल्दा अलिक धेरै हालेको छु क्या त्यो पुस्दै भने यो बिस्तारै मिलाएर पुस्दै नाक्रा रातो हुने गरी बर्थडे हो नि त क्या टिका त 2 दिनसम्म रहनुपर्छ अनि सुत्नेको नजरले त्यो बिग्रिहाल्छ ल हाम्रो सानो सम्झना होइन त यो ल अहिले अनबक्सिङ गरिहाल्नु गिफ्ट त झटपट हेरिहाल्ने हो माइजु पो मम्मीको मुखमा पनि दल्दिनु पर्छ मुखमा दल्दिनु अब हल्का थोरै 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 धेरै गर्नुहुन्न वाह मामा रमाइलो हो के धेरै त भयो कि त रमाइलो हो क्या यो हाई मामु ल त्यो खोल्नु त ल पहिला मामा माइजू खुवाउनु अनि खोल्नु त त्यो छैन मामा ठुलो छ अहिले अहिले हल्का त खुवाउनु पर्यो नि टिका लगाइदिएपछि त आज मम्मीको पहिलो बर्थडे एकदम अलमलले पर्नु मैले मेरो बर्थडेमा मेरो सासलाई सबैभन्दा ठुलो बाइट दिए जस्तै दिदी के अरे अघि मम्मीले के भन्नुभएको थियो अरे फेरि भन हजुरलाई जन्मदिनको धेरै धेरै शुभकामना भन न भइहाल्यो केक खाऊ जाऊ केक खाऊ मिठो लास्टै मिठो जन्मदिनको धेरै धेरै शुभकामना भनिदेऊ सिद्धिहाल्यो ल भनिदेऊ एकचोटि यस्तो त्यो हात राखेर भनिदेऊ त जन्मदिनको धेरै धेरै शुभकामना गुड गर्ल लेटर नहीं आते हैं लेटर ल मम्मी कस्तो लाग्यो बर्थडे अब चाहिँ हामी केकहरू खान्छौँ अनि खाना खाने बेला भेट्छौँ है त ए है सरी सकिन नानीले मामा टोइलेट जानु पहिला मैले सानो नानीले मलाई दिएको गिफ्ट चाहिँ म खोल्दैछु है कस्तो सानो नानी हो र दिदी ए मेरो सानो नानी आई लभ यु दिदी दिस इज माई बेस्ट दिदी लभ यु छ है अनि अब यसलाई कसरी खोल्ने जान्छ भित्र यहाँभित्र छ अब स्टारमा खोल्न सकिन्न नि जान्छौ त्यहाँनिर चेतन यसरी नै यसरी तोड्ने खतरा गीतहरू तिमीले के लेखिन् चिठी हो त्यहाँ ठुल्ठुली भयो आऊ भन्छ तिमीबाट म लिने होइन नि छोरा आऊ सुनाएर न आऊ म तिमीलाई आशीर्वाद दिनु त पाएँ नि यिनीहरूको यो गिफ्ट देख्दा मैले पहिल्यै डिसअप्रुभ गरिदिइसकेको थिएँ यो गिफ्ट मम्मीले दिन सक्नुहुन्न भनेको माना वाह
भिडियो खिचिरहेको छ दिदीले अब ज्ञानी ठुली ठुली हुनु धेरै आशीर्वाद धेरै माया है कति माया रुपियो वाह मेरो पालि हो अझै यहाँ अब त लेटर पढ्नु अनि भित्र लेटर लेखियो रेजिनाले त्यही हो के लेटर यहाँ भित्र लेखियो हो र तिमीले लेखेको दाइले हो रेजिनाले भने ह्याप्पी बर्थडे दिदी यहाँ लभ यु छ है ह्याप्पी बर्थडे दिदी ह्याप्पी बर्थडे टु द ओल्ड बेस्ट सिस्टर आई लभ यु सिस्टर वान्स एगेन ह्याप्पी बर्थडे दिदी सब मेरो हेर चोरी कि है कति गाठी अरू के छ अब यहाँ अर्को सानो बाबुको छ बस्छु के छन् न आफू है बस्छु ह्याप्पी बर्थडे टु यु दिदी यो के हो छोरा अनबक्स अनबक्स दिस पेपर भनेको छ ल अब यसलाई मैले कताबाट अनबक्स गर्छु त्यसरी नै खोल्नु न आएको बिस्तारै खोल्न त्यहाँभित्र लेटर लेख्यो मैले ए हो यसैमा छ लेटर त्यसमा यसलाई सुरक्षित खोल्नु पर्यो त्यसो भए त छन् न प्लिज के काहीँ जान्न के 40 वर्षमा उहाँको बर्थडे त मलाई त्यही जान्छ रक्स गरे त सरप्राइज त खत्रै दियो त ल र यसले पनि यस्तो गाह्रो गरेछ यिनी यहाँ अब म लिँदै लिन्न म त कोठाभित्र भाग्ने हो भनेर नि यहाँ पाउनु तयार छन् पाइएन अब यहाँ लेखेको के छ म हेर्छु है बिस्तारै हेर्नु है त्यहाँ चाहिँ यस्तो खतरा लेखेको मैले यिनी हुन् सुरक्षित खोल्दैछु क्या यहाँ मन कस्तो लागिरहेछ त एकदम बाबु म त नानो एकदम के भन्ने के शब्द नै पाउन क्या म यसको लागि भन्नु वाह लेटर त धेरै लामो रहेछ नि त यिनले साले हिची म त पढ्न पनि जान्दिनँ होला भाइ पढ्नु न ह्याप्पी बर्थडे दिदी ह्याप्पी बर्थडे टु द ओल्ड बेस्ट सिस्टर दिदी आई लभ यु थ्याङ्क यू फर योर अनकन्डिसनल लभ फ्रम